फोन आ रहा है तो कहाँ गए? अब हामी स्याङ्जा साला स्याङ्जा पनि गन्छ नि यार आज पुलक्याम्पको पुलमा बाइकको बढी चलपल भइरहेछ है बाटो छोड्ने हो ए गयो हल्ल्यो मुस्टुङ हो कि सबै यो गाउँको हाम्रो यो मुस्टुङ सबै जाने हो कि आजको आज हामी मुस्टुङ सबै गइन्छ ल जाम किन यो सबै भेट्छ नि सबै गाउँको लगभग कतिवटा गाउँमा जाम जाम नयाँ दुईचोटि लड्यो यो झार्ने पानी पर्यो ए हिँड के जाम ल अब हाम्रो यात्रा सुरु सन्तोष अब हामी पनि गइदिने हटिया बजार साथीभाइहरू आउँदैछन् कडा हो के मान्छे यार एप्रिल अनि पानी पाउनु शमशेर विदेश गयो नहीं क्या हुआ बुढाबुढी सँगै त्यस्तै पो हुनुपर्छ खै हाम्रो बुलेट राजा त्यो कुलिङ आफै चल्छ चल्छ नि तपाईँको जुन छैन बन्द गर्दाखेरि यो छ नि दुईटा थोपा टाइम चल्छ क्या कहाँ है यार बुलेटहरू यार चाहिँ हाम्रो बुलेट राजा 20 मिनट ला 20 मिनट जाम जाम सबभन्दा ढिलो आउने कछुवा है यो 350 सीसी को Tayo langsung natin ito. Kung wala nga iyak ko sana.
अहिले हामी के भन्छ अरे यहाँ देउराली भनौँ न यो हो तल कार्यक्रम रहेछ क्या हो त्यस गर्ने सामानहरू छ है यो वेटले उचाल्ने यो भर्याङ यो साइकल यो बिम गर्ने यो थाहा भएन किनभने हिँड्नै सकेन नि कहाँ र हिँड्नै सक्दैन मामाहरू त साह्रै होइन जाने क्या बनायो भने हुन्छ नि कता कता के यार यस्तो ठुलो कछु आयो क्या कहाँ यो रमाइलो आलममा होला है आलम है भाले बास आलन देवी यो हो भाले खाना नमिल्ने भाले के हो क्या यस्तो ढिलो गर्ने छैन आफ्नो फोटो मात्रै हेरेछ होइन आफ्नो पनि छैन ट्रेनिङ दिए फोटो खिचाउँ न खासै चिसो त होइन बाइक हेरेछ आज बुङ्गुरहरू खानु पर्यो रिटर्न जा फेरि रिटर्न गर आँखाको बेर त के अरे यो ठाउँको नाम भुस्टुङ साथीभाइहरूलाई दिदीबहिनी बुवा आमाहरूलाई यस प्राङ्गणभित्र आइदिनुमा हार्दिक अनुरोध गर्दछु
बोलाउनु भयो महरमा यो चल्छ र सय थिएन यो त भएन यस्तै क्रममा आसन ग्रहण कार्यक्रम जोड्न चाहे समाजसेवी श्री सम्पूर्ण कालीगण्डकी गाउँपालिकाका वडाबाट प्रतिनिधि गर्दै आउनुभएका सम्पूर्ण वडा प्रतिनिधिज्यूहरू सहभागी सम्पूर्ण दिदीबहिनी आमा बुबा तथा दाजुभाइहरूमा आज विशेष दिन हामी मगरहरूको विशेष दिनको अवसरमा झोरले नमस्कार। आज नेपाल मगर संघ कालीगण्डकी समितिद्वारा आयोजना गरिएको यस कार्यक्रमका अध्यक्षज्यू यसै गरी आजको यस कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाभित्रमा आज एउटा जनप्रतिनिधि भएर रहिरहँदाखेरि यहाँलाई थाहा छ पालिकाले पनि आफ्ना जनताका आधारित आवश्यकताहरूसँगै यहाँको कल्चरलाई संस्कारलाई संरक्षण गर्नको लागि सभ्यताको विकास गर्नको लागि हरेक विषयबाट हरेक कोणबाट गाउँपालिकाका कार्यवाहक अध्यक्ष सदय व्यक्तित्व त लाउनुपर्छ त्यही त हो नि हाम्रा नयाँ कलाकारहरू भएन बिगोदालाई पनि जाम भनेको मान्नु भयो भने के बिगोदाले छोडेर जाने भयो अनि म त लाग्यो नि कहाँ गएछ त्यो आउँदैछन् तपाईँले जे सक्नुहुन्छ त्यो गर्नुहोस् अब हामी घरतिर अहिले हामी रुद्रबेनी
यो हो पुरानो पुल पहिला पहिला नयाँ पुल नहुँदा हामीले यसबाट वापार गर्थ्यौँ अझै काम चलिरहेको छ है